दर्शकबिन पछिल्लो समयका सुपरस्टार नायक प्रदीप खड्काका नेपाली कथानक चलचित्रहरू नेपाली बक्स अफिसमा एकपछि अर्को ब्याक टु ब्याक फ्लप भइरहेका छन्। साँच्चै भन्ने भने पछिल्ला चलचित्रहरू डिजास्टर साबित भएका छन्। उनका चलचित्रहरूले नेपाली बक्स अफिसमा सोचे अनुरूप कमाउन सकेका छैनन् र बक्स अफिसमा ओपनिङ पनि गर्न सकेका छैनन्। किन प्रदीप खड्काका नेपाली कथानक चलचित्रहरू नेपाली बक्स अफिसमा ब्याक टु ब्याक फ्लप भइरहेका छन्? उनका चलचित्रको कुरा गर्नुपर्दा उनले अभिनय गरेको चलचित्र एक्टर केही समय पहिला नेपाली बक्स अफिसमा प्रदर्शन भएको थियो। त्यो चलचित्र नेपाली बक्स अफिसमा सुपर फ्लप भएको थियो। त्यसैगरी उनको अर्को चलचित्र पनि प्रदर्शन भएको थियो। अर्को चलचित्रको नाम हो पिताम्बर। पिताम्बर पनि नेपाली बक्स अफिसमा सुपर फ्लप भएको थियो र हालसालै प्रदर्शन भएको उनको अर्को चलचित्रको नाम हो एक्लो वान। एक्लो वान चलचित्र पनि नेपाली बक्स अफिसमा नराम्रोसँग पछारिएको छ। दर्शकबिन किन एक्लो चलचित्र नेपाली बक्स अफिसमा सफलता पाउन सकेन, यसको जानकारी हामी तपाईहरुलाई दिनेछौँ। त्यसैगरी यो चलचित्रको बजेट कति थियो, यो चलचित्रले नेपाली बक्स अफिसमा सुपरहिट हुन यसले कति कमाउनु पर्ने थियो र एक्लो चलचित्रले अहिलेसम्म कति कमायो, के यो चलचित्र नेपाली बक्स अफिसमा हिट भयो या सुपरहिट भयो या फ्लप भयो या डिजास्टर भयो, यसको पनि हामी तपाईहरुलाई जानकारी गराउनेछौँ। त्यसैगरी साथसाथै प्रदीप खड्काका फिल्म नचल्नुको कारण पनि हामी तपाईहरुलाई जानकारी गराउनेछौँ। यदि तपाईले हाम्रो युनिक च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने कृपया सब्स्क्राइब गरेर हामीसँग जोडिनु होला। आउनु दर्शकबिन, सर्वप्रथम कुरा गरौँ नायक प्रदीप खड्काका फिल्महरू नचल्नुका मुख्य कारणहरू। दर्शकबिन पछिल्लो समय नायक प्रदीप खड्काका फिल्महरू चलेका छैनन्। नचल्नका मुख्य कारण भनेको उनले धेरै हाइफाई फिल्महरूमा काम गर्न थालेका छन्, नेपाली एक्सन मुभीहरूमा काम गर्न थालेका छन्। उनलाई आफ्नो फिल्म चलोस् नचलोस् उनको नाम चले पुग्छ, उनलाई आफ्नो नाम चल्न छ। उनले आफूलाई देश विदेशमा चिनाउन लागेका छन्। उनलाई देश विदेशमा म प्रदीप खड्का हुँ, म नेपाली एक्टर हुँ, म सुपरस्टार हुँ भनेर उनलाई आफ्नो नाम चिनाउनु छ। दर्शकबिन जस कारणले गर्दा पनि उनलाई एउटा अहङ्कार बढेको देखिन्छ, जस कारणले गर्दा पछिल्लो समय उनका फिल्महरूले नेपाली बक्स अफिसमा एकदमै लो व्यापार गरिरहेका छन्। त्यसैगरी नायक प्रदीप खड्काले यदि नेपाली बक्स अफिसमा कम ब्याक गर्ने हो, नेपाली फिल्म इन्डस्ट्रीमा कम ब्याक गर्ने हो भने उनले आफ्नो स्ट्यान्डअप यथावत राख्ने हो भने उनले लभ स्टोरी जनरमा बनेका चलचित्रहरूमा काम गर्नुपर्छ, गाउँले परिसर चलेका चलचित्रहरूमा काम गर्नुपर्छ, न कि हाइफाई फिल्म र एक्सन फिल्म। उनलाई दर्शकबिनले लभ बोय भनेर चिन्ने गरेका छन्, किनकि उनका चलचित्रहरू प्रेमगीत 1, प्रेमगीत 2, प्रेमगीत 3 मा उनले लभ स्टोरी ड्रामामा काम गरेका थिए र उनलाई आम नेपाली दर्शकले मन पराएका थिए। त्यसैगरी दर्शकबिन चलचित्र एक्लोको बजेट रहेको थियो 6 करोड र एक्लो चलचित्र नेपाली बक्समा हिट्नुको लागि यसले 12 देखि 13 करोड कमाउनु पर्ने हुन्छ र एक्लो चलचित्रले आज 12-13 दिनसम्म आइपुग्दाखेरि जम्मा जम्मी नेपाली बक्स अफिसमा 70 लाख बराबरको ग्रस कलेक्सन गरेको छ। दर्शकबिन यो प्रदीप खड्काको लागि अत्यन्तै लाजमर्दो कमायो। दर्शकबिन यसरी सशर्ती हेर्दा नेपाली कथानक चलचित्र एक्लो नेपाली बक्स अफिसमा फ्लप भएको छ। फ्लप मात्र होइन दर्शकबिन, सुपर फ्लप भएको छ, किनकि यसको बजेटै रहेको छ 6 करोड र 6 करोड बजेट भएको चलचित्रले 12 देखि 13 करोडसम्म कमाउनु पर्ने हुन्छ। यसरी सशर्ती हेर्दा नेपाली कथानक चलचित्र एक्लो नेपाली बक्स अफिसमा डिजास्टर साबित भएको छ। दर्शकबिन तपाईलाई एक्लो चलचित्र कस्तो लाग्यो? यदि तपाईँ नायक प्रदीप खड्काको फ्यान हुनुहुन्छ भने प्रदीप खड्काले कस्तो चलचित्रमा काम गर्दा उपयुक्त होला, कस्तो चलचित्रमा काम गर्दा उनलाई फाइदा होला, कमेन्ट बक्समा गएर कमेन्ट गर्नुहोला। र यदि तपाईले हाम्रो युनिक च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नुहोला र यो भिडियोलाई लाइक, कमेन्ट र सेयर गर्न नबिर्सिनुहोला। थ्याङ्क यू फर वाचिङ भिडियो। बाय बाय।